हेलो नमस्ते एन्ड कोन्निचिवा स्वागत छ मेरो पहिलो क्लासमा सबैजना सन्चै हुनुहुन्छ म सिधै म क्लासमा प्रवेश गर्न चाहेँ हैन किनकि अब धेरै कुराहरू गरे भने अब भिडियो अलि लामो पनि हुन सक्छ त्यही भएर सिधै क्लासमा प्रवेश गर्न चाहे म मेहनत नगरी केही पनि हुँदैन मेहनत चाहिँ गर्नुपर्छ यदि यो मेहनत गर्छु भनेर चाहिँ अगाडि बढ्नु होला पढ्न छिर्नु होला जापानिज भाषा त्यति सजिलो चाहिँ छैन जस्तो लाग्छ मलाई हैन त्यही भएर माइन्ड मेकअप चाहिँ के गर्नु होला भन्दाखेरि पढ्नुपर्छ मेहनत नगरी केही हुँदैन अनि आज एक दिन पढ्यो एक दिन पढेन भने सबै कुराहरू बिर्सिन्छ हैन बिर्सिँदै जान्छ सुरु सुरुमा यदि बेस बसाल्नु भयो भने चाहिँ यहाँ आएर बोल्नको लागि यहाँ आएर भाषाहरू सिक्नको लागि चाहिँ तपाईलाई चाहिँ एकदमै हेल्प हुन्छ किनकि बेस चाहिँ चाहिन्छ कि बेस भनेको के हो चाहिँ हिरागाना काताकाना खान्जी यो तिनटैबाट समग्र भएर खान्जी भनेको जब हामी टेक्स्ट बुकमा N5 भन्ने जान्छौँ हामी खान्जी भनेको 120 वटा पढ्छौँ अनि N4 चाहिँ N4 टेक्स्ट बुकमा चाहिँ मिनानो निहोङ्गो 25 देखि 1 देखि 25 लेसनसम्म अनि 26 देखि 50 लेसनसम्म हुने हुन्छ अनि N5 भनेको चाहिँ 1 देखि 25 लेसनसम्म हुन्छ त्यसमा चाहिँ हामी 120 वटा खान्जी पढ्छौँ अनि 120 वटा भन्दा 120 वटा भित्र चाहिँ धेरै नै पर्छ त्यो कुन्योमी ओन्योमी भन्ने हुन्छ त्यसमा चाहिँ धेरै गर्दा जोड्दा चाहिँ धेरै नै हुन्छन् भन्दा चाहिँ 120 मात्रै भन्छ धेरै नै हुन्छन् अर्को N4 चाहिँ लेसन 26 देखि लेसन 50 सम्म चाहिँ N4 हुन्छ त्यसमा चाहिँ 320 वटा यो 120 वटा प्लस 180 कति 200 वटा भनौँ न 200 प्लस 120 भनेर 320 हुन्छ टोटल त्यसरी जान्छौँ हामी अनि हामी चाहिँ सुरुमा चाहिँ नेपाली भाषा जस्तै नेपाली भाषा चाहिँ कख लेख्न सकेन भने त केही पनि लेख्न सकिदैन नि त आफ्नो नामहरू केही पनि लेख्न सकिदैन नि त अनि त्यो हिसाबले चाहिँ नेपालको कख जस्तै कख भने 36 वटा हुन्छ हैन क देखि ग सम्म अनि त्यस्तै चाहिँ हिरागाना चाहिँ 46 वटा हुन्छ है 46 वटा हिरागाना चाहिँ हामी आजको क्लासमा चाहिँ 46 वटा मध्ये 5 वटा चाहिँ के हुन् त त्यो पढ्दै जान्छौँ त्यो सिकौँ आज है त हिरागाना चाहिँ सम्झिने तरिका चाहिँ एकदमै सम्झिने तरिका चाहिँ के छ भन्दाखेरि एउटा गीत जस्तो छ कि त्यो चाहिँ के भन्दाखेरि आकाशा तानाहा मायारावा भन्ने चाहिँ हिरागाना सम्झिने तरिका हो यसलाई लिएर चाहिँ अब चाहिँ हिरागाना चाहिँ कसरी बन्छ भन्दाखेरि चाहिँ आको जस्तै हेरौँ है आ इ उ ए ओ भन्ने हुन्छ है आ इ उ ए ओ यही साउन्डलाई लिएर कामा पनि बन्छ सामा पनि बन्छ तामा पनि बन्छ नामा पनि बन्छ हामा पनि बन्छ मा पनि बन्छ रामा पनि बन्छ है याको चाहिँ 3 वटा साउन्ड हुन्छ म पछि भन्छु बिस्तारै भन्छु यसको चाहिँ 3 वटा साउन्ड हुन्छ यसको पनि हल्का फरक छ बीचमा फरक छ अनि त्यसपछि यसको पनि हल्का फरक छ है बीचमा है के साउन्ड हुन्छ के साउन्ड हुँदैन भने चाहिँ जस्तै के नियम लागू भयो भन्दाखेरि चाहिँ कामा के नियम लाग्यो का आ भनेको क प्लस आ भनेको का भयो है क प्लस इ भयो के भयो कि भयो कि का कि क प्लस उ चाहिँ कु क प्लस ए चाहिँ के क प्लस ओ को है लगायत यसमा पनि लागू हुन्छ के भन्छ कमेन्ट बक्समा लेख्नु होला कमेन्ट गर्नु होला यसमा पनि त्यही लागू हुन्छ यसको अहिले नलेख्नु यसको पनि यही लागू हुन्छ यसको पनि नलेख्नु अनि माको यसको पनि नलेख्नु यसको पनि लेख्नु अनि यसको पनि लेख्नु है के लेख्नु भन्दाखेरि साको अनि ना
को अनि माको अनि राको है आ इ उ ए ओ है अब जाउँ आ कसरी लेख्ने सुरुको अक्षर जापानिज भाषाको हिरागानाको सुरुको अक्षर आ इ उ ए ओ को चाहिँ आ कसरी लेख्ने अब हेर्नु है पहिला बिचमा टक्क धर्को तान्ने सानो है त्यस्तो त्यो धर्को पनि चाहँदैन सानो अनि यस्तो गर्ने है सिधा धर्को तान्ने अनि पुच्छर दिने अनि यत्नबाट अनि यसरी घुमाएर अनि यस्तो गर्ने यो भनेको आ हो अब स्टेप बाई एक स्टेप दुई स्टेप एक स्टेप दुई स्टेप अनि तीन स्टेप हैन हेर्नु त फेरि लेख्छ है माए एक दुई तीन त्यही हो यसलाई चाहिँ के भन्छ आ भनेर भन्छ आ यो माथिको धर्को धेरै ठुलो चाहिँदैन है ठिक्क बनायो हुन्छ यत्रो बनायो हुन्छ यतिको बनायो हुन्छ आ हिरागाना चार्ट भन्न सर्च गर्दा पनि भेटिन्छ भेट्न चाहिँ लेख्ने तरिकाहरू भेटिन्छ त्यही पनि यसरी हो लेख्ने भन्ने कुरा चाहिँ मैले पनि सिकाएँ हैन त्यही यसलाई चाहिँ यो भिडियोलाई चाहिँ दोहोऱ्याएर हेर्नु होला अब दोहोऱ्याएर भन्ने समय धेरै अब अनलाइन क्लासमा भए चाहिँ भन्न सकिन्छ हैन अब यो भिडियोमा चाहिँ धेरै लामो हुन्छ भिडियो तपाईहरुलाई पनि एकदमै बोरिङ फिल हुन्छ त्यही भएर दोहोऱ्याएर हेर्नु होला है अब जाउँ इ है इमा चाहिँ सुरुमा चाहिँ यस्तो हल्का हल्का बाङ्गेको तर्क गर्ने चुच्चो दिने अनि त्यसपछि यस्तो गर्ने इ सबैभन्दा मिस्टेक नेपालीको सबैभन्दा मिस्टेक नै भन्छु म चाहिँ हैन इ लेख्न चाहिँ कसो गर्नु भन्दाखेरि यस्तो गरे यस्तो गर्ने इ होइन के हो यसलाई चाहिँ जापानिजहरुले के लेखेको यो के हो भन्छन् हैन छक्क पर्छन् त्यही भएर इ भनेको यस्तो गर्ने इ यो भनेको इ हो है इ मान्छेहरुले अब यस्तो गरेर यस्तो पनि लेख्छन् लेख्न चाहिँ हैन अनि अब यस्तो गरेर यस्तो पनि लेख्छन् लेख्न चाहिँ तर एकदम ठिक भन्नु करेक्ट चाहिँ लेख्ने तरिका चाहिँ यो हो है यस्तो गर्ने अनि यस्तो गर्ने है यो चाहिँ इ भनेर भन्छ यस्तो गर्ने अनि यस्तो गर्ने है ल यसलाई दोहोऱ्याएर हेर्नु होला अब जाउँ उ मा जाउँ है उ मा चाहिँ मैले यहाँ पहिला उ लेखेँ उ है यसलाई चाहिँ उ भन्छ यो माथि टक्क दिने अनि त्यसपछि यस्तो गर्ने उ अथवा टक्क दिने अनि यस्तो दिने है लेख्ने तरिकाहरू चाहिँ यसरी यस्तो पनि छ यो यस्तो पनि हुन्छ हैन तर एकदम ठीक लेख्दा चाहिँ यस्तो हुन्छ है उ चाहिँ याद गर्नु होला अब जाउँ इ मा आ पनि भयो इ पनि भयो उ पनि भयो अनि ए मा जाऊ है ए मा चाहिँ माथि सानो धर्को दिने अनि यसलाई सिधा गर्ने अनि यस्तो गर्ने अनि यस्तो गर्ने के भनौँ अब यसलाई जेठ भनौँ जेठ जस्तो है एबिसिडी को जेठ जस्तो माथि धर्को दिने यस्तो गर्ने अनि यस्तो गर्ने अथवा माथि धर्को दिने यस्तो गर्ने यसलाई जोडाएर यस्तो गर्ने के है यो चाहिँ ए भनेर भन्छ है यसलाई चाहिँ अझ हल्का हल्का यस्तो हुन्छ यस्तो गरेर यस्तो गरेर यस्तो ए माथि चाहिँ पहिला चाहिँ सुरुमा चाहिँ यस्तो गर्ने अनि यस्तो गरेर यस्तो गर्ने है यो चाहिँ ए भनेर भन्छ एक स्टेप दुई स्टेप दुई स्टेप है चाहिँ ए भनेर भन्छ है याद गर्नु होला यो भिडियो चाहिँ धेरै लामो हुन्छ हैन मैले फेरि फेरि लेख्दै गयो भने लामो हुन्छ त्यही भएर दोहोऱ्याएर लेख्ने हेर्ने लेख्ने आएन भने हेर्ने हेर्ने लेख्ने
5 चोटि हेरेर लेख्ने 5 चोटि नहेरिकन लेख्ने 30 35 चोटि 40 50 चोटि नलेखिकन हुँदैन त्यही भएर मेहनत नगरी हुँदैन मेहनत चाहिँ गर्नुपर्छ त्यही अब चाहिँ लास्टको चाहिँ ओ भनेर हुन्छ है ओ चाहिँ कसरी लेख्ने धर्को तान्ने है र सुरुमा धर्को तान्ने अनि त्यसपछि धर्को तानेपछि अनि यहाँबाट यस्तो गर्ने है गर्ने भन्दाखेरि पहिला धर्को तान्ने त्यसपछि धर्को तान्ने त्यसपछि धर्को तानिसकेपछि यस्तो गर्ने अनि यहाँबाट थोरै गोलो बनाएर अनि यहाँबाट यस्तो गर्ने अनि यहाँबाट यस्तो दिने ओ भन्छ है धर्को दिने अनि यस्तो गर्ने हल्का गर्ने अनि त्यसपछि यस्तो गरेर यस्तो दिने ओ है सुरुमा धर्को दिने अनि त्यसपछि यो एकैचोटि चाहिँ यस्तो दिने अथवा यस्तो गरेर हल्का यस्तो गरेर यस्तो दिने हल्का यहाँ घुमेको हुन्छ यस्तो माथि चाहिँ यस्तो दिने है सुरुबाट लेखेँ मैले एउटा धर्को तानेपछि यस्तो गरेर यस्तो अनि यस्तो पछि यस्तो है यसलाई चाहिँ ओ भनेर भन्छ हो है लेख्दा अब राम्रो हुने हो हैन तपाईले चाहिँ जापानिज भाषा चाहिँ जापानिज यो हिरागाना काताकानाहरु चाहिँ सुरुमा बेस चाहिँ जे बसाल्नु भयो त्यही हुन्छ के पछि गएर चेन्ज गर्नु भने धेरै गाह्रो हुन्छ मैले पनि पहिला सुरुमा ईहरु मैले अघि भने जस्तै ईहरु यस्तो लेख्थे हैन यो नभएर हल्का यस्तो गरेर हल्का तलसम्म रहेछ यो रहेछ खास चाहिँ के त्यही भएर यहाँसम्म गर्नु भयो हैन यो यसलाई चाहिँ दोहोऱ्याएर हेर्नु होला दोहोऱ्याएर लेख्नु होला अनि गुगलतिर नि हुन्छ यसो हेर्नु होला अनि बुझेन भने चाहिँ कसरी लेख्ने भन्ने तरिकाहरु चाहिँ भइहाल्छ अनि मेरो पुरानपन्थी युट्युब च्यानल सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला बिस्तारै यदि चाहनुहुन्छ भने अनलाइन कोर्सहरु पनि गराउन म सक्छु अनलाइन भयो नि राम्रोसँग पढाउन पनि सकिन्छ हैन एकदमै डिटेलली अब के भएन सर यो भएन सर भन्न पनि सकिन्छ जस्ट अहिलेको लागि चाहिँ यो भिडियो हेरेर कसरी लेख्ने छ भन्ने कुराहरुलाई चाहिँ दिमागमा राख्नु होला अनि लेख्नु होला अनि आज चाहिँ आ इ उ ए ओ सम्म हैन अब चाहिँ का कि कु के को मैले अघि सिकाएको जस्तो त्यसमा भिडियो बनाउने छु अन्तिमसम्म हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद Thank you all for watching this here video